हेलो साथीहरू, आज चाहिँ म बिना BMS को 12 भोल्टको ब्याट्री प्याक बनाउन गइरहेको छु। ल है त सुरु गरौँ। त्यसको लागि चाहिँ हामीलाई आवश्यक पर्छ एउटा मोबाइल चार्जर, 5 भोल्टको दुईटा रिले अनि तीनटा चाहिँ ब्याट्री चार्जर मोडुल र तीनटा ब्याट्रीको आवश्यक पर्छ। ल है त सुरु गरौँ। यो चार्जिङ मोडुल र रिलेलाई चाहिँ यसरी कनेक्सन गरिएको छ, किनभने यो रिलेको यो साइड प्लस, उताको साइड माइनस, यसको पनि यो साइड प्लस र यो साइड माइनस, अनि यो चार्जिङ मोडुलको नि यो साइड प्लस र अर्को मोडुलको यो साइड माइनस र यही मोडुलको यो साइड प्लस अनि अर्को मोडुलको चाहिँ यो साइड माइनस भएको कारणले चाहिँ यसरी जो कनेक्सन गरेको छ, किनभने वायरिङ गर्न सजिलो हुन्छ। ल है त अरू वायरिङ पनि गरौँ है त। ब्याट्रीको कनेक्सन चाहिँ बी प्लस भनेको ठाउँमा ब्याट्रीको प्लस र माइनस भनेको ठाउँमा बी माइनस भनेको ठाउँमा ब्याट्रीको माइनस कनेक्सन गरेको छ। सबै ब्याट्रीमा त्यसरी नै कनेक्सन गरिएको छ र चाहिँ उताडि आएको मोबाइलको चार्जरको चाहिँ 5 भोल्ट चाहिँ यो माइनस ठाउँमा माइनस, अनि यो रिलेको पनि माइनस र चार्जिङ मोडुलको पनि माइनस र अर्कोको पनि माइनस एकै ठाउँमा कनेक्सन गरेको छ र प्लस उताको प्लस र यो रिलेको प्लस अनि यो चार्जिङ मोडुलको प्लस र यो छेउको रिलेको प्लस र चार्जिङ मोडुलको प्लस सबै एकै ठाउँमा कनेक्सन गरिएको छ। अनि यो ब्याट्री तीनटा ब्याट्रीलाई चाहिँ 12 भोल्टमा कन्भर्ट गर्न चाहिँ रिलेले कन्ट्रोल गरिएको छ। यो रिलेको चाहिँ नर्मल्ली क्लोजमा ब्याट्री कनेक्सन गरेको छ, जुन चाहिँ पावर इन हुँदाखेरि चाहिँ नि कनेक्सन टुट्छ र पावर आउट भएपछि चाहिँ नि अटोमेटिक कनेक्सन कनेक्ट हुन्छ। त्यसको लागि चाहिँ यो ब्याट्रीको माइनसबाट रिलेको यहाँ यो माथि यहाँ कनेक्सन गरियो र यहाँबाट चाहिँ यहाँ गयो, यहाँबाट फेरि ब्याट्रीको प्लसमा कनेक्सन गरेको छ यो ब्याट्रीको बिचको ब्याट्रीको, र चाहिँ नि फेरि यता माइनस चाहिँ त्यही ब्याट्रीको माइनस चाहिँ यहाँ माथि कनेक्सन गरिएको छ र यहाँबाट चाहिँ यो ब्याट्रीको प्लसमा गयो। यसरी नै 12 भोल्ट बनाएको छ, जुन चाहिँ उताडि पावर कट हुँदाखेरि अटोमेटिक 12 भोल्टमा कन्भर्ट हुन्छ। ल है त यसलाई पावर दिएर हेरौँ र मिटर पनि कनेक्सन गरौँ है त। ल मिटरको माइनस पोइन्ट चाहिँ यो ब्याट्रीको यसमा कनेक्सन गरियो, यहाँ सोल्डिङ गरियो र उताडि 5 भोल्ट इनपुट गरियो र मिटर उता अनमा छ। ल है त यसलाई पावर दिएर हेरौँ है त। ल उताडि पावर आयो अनि यसमा कनेक्सन गर्दा चाहिँ कति 4 भोल्टेज देखायो। यो चाहिँ नि त्यो चार्जरको भोल्टेज हो। ल अब पावर अफ गरेर हेरौँ है त। ल 12 भोल्ट सो गर्यो, पावर आयो, रिलेले अटो कट गर्यो, 4 भोल्टेज मात्रै देखायो। गर्न अफ गरियो, 12 भोल्ट सो गर्यो।